थाहा थिएँ त्यस्तो पनि छैन नथाहा भने जति ठिकै छ होइन त्यो यस्तोमा अलिक ब्लेन्ड भएको भए चाहिँ रियल नै देखेँ नत्र त कपालमा अलिकति भएको छ कि ट्याटु हो हातमा होइन ट्याटु जस्तो लाग्यो छक्क पऱ्यो ट्याटु पनि हान्दो रहेछ होइन म उस्तै गर्छु लाइक पेनले चाहिँ बनाएर पेनले त मैले नि बनाउँछु खुट्टामा तर हातमा चाहिँ राम्रो लाग्दैन म साथीहरूको बनाइदिन्छु म त बनाउने नै यही हो कि एनिमेको फ्यान हो कि के हो तिमी मलाई स्वर्ड एन्ड ड्रागन चाहिँ लास्टै मैले त फेरि चाइनिज एनिमे मात्र हेर्छु कि सब टाइटल 3D वाला हुन्छ नि अनि ऊ हेरेको छु ड्रागन स्लेयर के थियो अरे डेमन स्लेयर डेमन स्लेयरमा फेभरेट क्यारेक्टर कुन लाग्यो तिमीलाई मैले हेरेको छैन डेमन स्लेयर एनिमे त्यस्तो धेरै हेर्दिनँ म त्यो सिरिजहरू चाहिँ धेरै नै हेर्छु सिरिज युफोरिया भयो किन युफोरिया युफोरिया त्यो म्याडीवाला सिडनी स्वेनी अनि त्यसपछि जेन्डिया भ्यायो कम्पनी चाहिँ राम्रो लाग्यो मलाई म्याडी नै राम्रो लाग्यो ए म्याडी नै राम्रो लाग्यो मलाई भने आफ्नोमा उसले रिभेन्ज लियो नि त उसको लागि के अरे को थियो त्यो क्यारेक्टर ट्यासी होइन ट्यासी त मलाई त भिलेन टाइपको राम्रो लाग्यो भने आफ्नै साथीको बोयफ्रेन्डलाई गराउने रे अलि सधैँ रुने भने कि यो त मेरो रिलेटेबल भएको थियो कि रोही रुन्चे मान्छेलाई राम्रो लाग्दैन भने अलि हुन्छ नि के भनेको छैन फेरि रोइदिने ए मैले चिट गरेँ मैले नराम्रो मैले गरेकै छैन त झुटो बोले के भाइ थिएन मान्छे पनि त्यस्तै भयो म भर्खरै 12 सकेर बसेको म बाजा पनि गरेको छु म बेरोजगार नसोध्दा के मलाई त्यस्तोहरू सबै आउँछ त्यही सोध्छ के सोध्नु त तिमीलाई जे मन लाग्छ त्यही सोध्छु अब केटाहरूले के सोध्छ अब त्यो सोध न अब तिमीहरू केटाहरूको थाहा हुन्छ हामीलाई युट्युबमा समय राइनाको भिडियो आछ हेर्यो को समय म मुभीहरूको बारेमा चाहिँ अलि थाहा होला मुभीहरू पनि त्यस्तो खासै अनि के चाहिँ गर्दैछौ व्हाट डु यु डु अनि के छ त लाइफमा अरु सब ठीक छ स्ट्रेस अनि डिप्रेसनमा जाने जस्तो के त छैन अस्ति 2 दिन अगाडि हो हैन मैले एउटा केटालाई अब त्यस्तै मैले मन पराउँछु एट्र्याक्सन हैन आई लभ यु एन्ड मैले कन्फ्युज गरेको तेरो मतिको बहनले त रिजेक्ट हान्दिन के मलाई त्यो समय तिमीले थिमेर मुखमा थुमाउँछ अब के छ प्लान अब लाइफमा के छ त अरु प्लान के हुनु अब फर्स्टमा चाहिँ हो म अब त्यससँग रुएर जान्छु अहिले त्यस्तो नरुए अहिले त रुन त रुदिन म तर अब बोल्छु हैन बोल्छु अनि पछि आफ्नो टाइममा अहिलेको सिचुएसनहरु चाहिँ एज अ गुड फ्रेन्ड मात्रै हो तिमी के र अनि बोल्न मन छैन रिलेसनमा बस्नु मन छैन नभन्नु नि त्यो घुममा फिरे एज अ गुड फ्रेन्ड गर्न सक्दैन यति रिस उठ्छ मलाई है म त कसम त्यो केटालाई मारिदिन्छु मैले जान्छु म अनब्लक गर्छु अनब्लक गरेपछि आइहाल्छु त्यो बोल्न आउँछ फेरि बोल्न नआउनु त आइहाल्छ नि त्यसलाई म रोन्छु कस्तो कस्तो डरो रोन्छु म टाइम हो मैले कोही केटालाई प्रपोज गरेको त्यसको अनुहारहरू पनि छि ओ माइ गड मेरो साथीहरू मेरो बिल्ला हान्दै कस्तो केटालाई मन परायो लङ डिस्टेन्स हामी एकचोटि मात्रै भेटेको छ त्यो काठमाडौँ आउँदा त्यो पोखरा म काठमाडौँ लास्टमा त त्यही मन पर्यो छ्याटे काल्यो चला छि त्यो आमाबाट भेट्यो मलाई थाहा छ नि त्यो पोखरा खाते कहाँबाट मर्न आएछ मेरो उयसमा मैले बिचार त्यसलाई है कति दुःख दिएँ कति इग्नोर त्यसलाई मैले यस्तो रुवाछ मैले त्यसलाई त्यस्तै मैले के नोटिस गरेँ केटाहरू चाहिँ सुरुमा धेरै अटेन्सन दिन्छन् अनि केटीहरू चाहिँ लास्टतिर अटेन्सन दिन खोज्छन् के अब सबै परिपक्व भइसक्यो हिजो गर्दाखेरि म अस्ति सकेन म बिहानको 5 बजे सुतेको म त्यो दिन यति रुको म यति रुको मैले त्यसको अगाडि रुएन म त्यसको अगाडि रुट भएर गएँ होइन पछि मैले अमितलाई फोन गरेँ मेरो साथी हो अमितलाई फोन गरेँ त्यसलाई अमितलाई फोन गरेर रुएर भन्दाखेरि त्यो खाते हाँसे गर्छ है म किन हुन सकेन त्यसको चोइस कमी थियो कि इन्सेक्युरिटी हैन कमी छैन कन्फिडेन्स चाहिँ उसको भाग्य नै नभएको सही ट्रु यतिको कन्फिडेन्स भयो चाहिँ लाइफमा केही न केही चाहिँ गर्नु कन्फिडेन्स त चाहिन्छ नि कन्फिडेन्स भएन भने त के मन परेर मलाई यत्रो वर्षपछि भनेको भन्न भने छैन मैले ल बाइ म रुए पुरा मलाई दुःख व्यक्त गरेर मलाई किन ल बाइ बाइ भयो बाइ मेरो -4.5 हो कि माइनस के भनेपछि त के देख्दैन होला सफल निकालेपछि त पुरा त्यो हुन्छ नि भर्चुअल रियालिटीमा आएको हुन्छ होला इन्टरभ्यू स्लो भयो के भयो अब आइराको छ अलि आइराछ अब चाहिँ के प्लान छ नि प्लस 2 पछि अहिले उ गरेर सी एमबीबीएस हैन हो अनि केसको बीडीएस नर्सिङ प्रिपरेसन सी को प्रिपरेसन भएपछि बीडीएस नर्सिङ के पढ्ने विचार छ त नर्सिङ ए नर्सिङ ए त म पनि सडक बस्छु अनि के गर्नु छ त्यहाँ म मार्छ नि सोध्छ हैन एमबीबीएस
फर्स्ट इयर यसको होइन के एमबीबीएस फर्स्ट इयर एसी भन्छ भोलि आऊ के चस्मा चाहिँ एक्सचेन्ज गर्नलाई भोलि गणपति एक्सचेन्ज गरेर सीएमा नाम निक्ल्यो हजुरको पर साल मेरो निक्लियो पर साल कति र्याङ्क आयो त पहिले नाम निकाल्यो अनि हामी फाँसिहाल्यौँ के मुझे रातभरि पढ्छ रातभरि पढ्दा मुझे नाम निस्क्या दिनभरि मुठ मार्छ रातभरि पढ्ने हो मुट्टी गान्ने अपरेसन थिएटरमा गएर नि अलिकति मुठ हान्दिन है ठ्याक्कै के त्यो पेसेन्टको माथि धेरै पर्थ्यो र डार्क सर्कल देख्यो अहिले के गरिरहेको 12 भयो ब्याचलर भयो के गर्नु एउटा सोध्नु एउटा सोधे अहिले के पढिरहेको अहिले BBS गरिरहेको छु सेकेन्ड इयर अब सेकेन्ड इयर पढ्नुपर्छ बिबिएसमा जोइन मात्र हो जोइन त एक्जाम दिनु अनि एक्लै हो कि रुममा साथीहरू छन् कि आज मम्मी पसलमा बस्ने रे त्यही भएर साथी बस्न आएको कि दिदी पनि ठुलो मम्मी गर्दैछ केटी साथी नै हो नि ए केटा हो कस्तो रहेछ को भनेको हजुरलाई पता आयो मैले त होइन केटालाई बोलाउँदा नि के भन्नु पछि चाहिँ अहिले चाहिँ होइन बिहे गरिसकेपछि पुरै कुरा सुन्नुपर्छ नि पहिले त्यसरी आँखा देखाइदिइहाल्ने हो ए तिम्रो चस्माको पावर त लाग्छ खतरा हो म गेस हान्छु 8.5 -10 कति हो भन -15 हजुर डायग्राम सबै तिमीहरूबाट टपको बडमको हो टप बटम भनेको टप बडम भनेको बुझ न दुईजना केटा छ ए टप चाहिँ म बटमै हो ओए हेर्दै थाहा हुन्छ तर होइन होला यार तिमी बडम जस्तो देखिरहन्छ यार अनि हैन न जुना न दाढी अनि क्या बटम त उ नै हो नि What do you guys like personally prefer, moisturizer कि lube? I would prefer lube because lube is more smooth than moisturizer. यो ब्रो लाइक सोध्नु पर्ने क्या तिमीले त हाल्ने यो ब्रोले पो भाइ नमस्ते नमस्ते Ronaldo, how are you? नानी हो how are you doing नानी नानी हो Jesus did it, bro. Everything was fine and it's what is this Telegram हो के हो ए हैन link पाउन दाइ लिंक पाउन दादा लिंक give me link दादा give me link हेलो तर हुक्का चाहिँ सानो हुँदैन है लङ सिरियस प्रिसियस हैन अनि के भन्नु खोजा तिमीले लङ प्रिसियस हो नि त हाम्रो लागि एकदम हो यार त्यो त सही हो यार आज दिनमा छोडिदिन्छ यार त्यति चाँडो पनि कन्भिन्स हुनु लागि भन न त्यो त एकदम हुँदैन यार त्यो धेरै नराम्रो बानी हो क्या लामो होइन ल ब्रो है तँलाई ज्ञान छाड्दै बस्छ तिमी तँलाई सिकाउनु पर्छ सबलाई सिकाउँदै साँच्चीको ब्याकग्राउन्ड हो ग्रिन स्क्रिन हो कि यस्तो अलिअलि कोरमा कि त देखिरहेको छु मैले अलिअलि देख्दै त्यो पछाडि हरि कपडा खोइ कसरी राख्ने त्यो भन यार मलाई ओबिएस भन्ने हुन्छ ए ओबिएसले के गर्ने हो ओबिएस देखि गर अब चाहिँ हाम्रो कजनहरू पनि यस्तै छन् मलाई इरिटेसन हुन्छ कि त्यसमा चाहिँ त्यो झ्याउ लाग्छ म चाहिँ रुन्न हो ठिकै हो गुड थिङ अनि अहिले के गरिरहेको त विदेश जाने हो कि के गर्ने आइओएको एक्जाम दिन्छु हाइवेको ढिलाएर पढिरहेको छु कहाँ पिए कहाँ क्लाम्प हो कहाँ हो कहीँ पढाएन कहिले पढेको छैन हामी पढिरहेको कि अब अहिले बक्सुट पनि गरिरहेछौँ भच पढि पनि रहेछ पिएमा ए पिएमा मेरो साथी पनि पढ्दै हो क्या पिएमा हो कि पिएमा पढ्दै थियौँ के अरे फी चाहिँ बुझायौँ अनि त्यसपछि अहिले चाहिँ जानै छोडिदिउँ कि त्यहाँ पढाउँदै पढाउँदैन भने पढाउँछ आइटीको आइटी होइन उसको इन्जिनियरिङ आइओ म चाहिँ बेसी आइटी त्यो पनि राम्रो छ डाटा साइन्स होइन उसले चाहिँ आर्किटेक्चर के आर्किटेक्चर इन्जिनियरिङ गर्ने भने ओ आर्किटेक्चर केटीहरूले किन चुज गर्छन् ड्रइङ गर्न आउँछ भनेर होला नि मलाई चाहिँ इन्ट्रेस्ट छ त्यही हो कि लाइक त्यही ड्रइङले गर्दा त होला होइन लाइक घरहरू पनि अब घर हुन्छ त्यो लाइक त्यो बाहिर त्यो हिस्टोरिकल प्लेसहरू हुन्छ नि हो त्यस्तो नि इन्ट्रेस्ट लाग्छ कि मलाई त्यो त हो अनि ड्रइङ पनि हुन्छ नि एउटा मैले बसमा सुनेको थिएँ कि एउटा केटी छैन होइन अनि साइडमा ड्रइङ मलाई गर्न राम्रो लाग्छ त्यो आर्किटेक्चर पढिदिन्छु अनि साथी पनि हाँस्छ कि ड्रइङमा पनि राम्रो लाइक त्यो मलाई त्यो पनि मनपर्ने घर बनाउनु नि राम्रो डिजाइनिङमा पनि राम्रो लाग्यो ठिकै हो क्रिएटिभ माइन्ड तपाईँको उस भन्नुभएको थियो त्यो आउँछ एकछिन दिदी हुनुहुन्छ कि साथी दिदी ए दिदी साक्कै दिदी दिदीको बेस्ट फ्रेन्ड ए दिदीको बेस्ट फ्रेन्ड दिदी चाहिँ कता रुममै ए तिनजना सँगै रुममा ए अनि बाबा मम्मी के गर्नु कस्तो ए वरुण धवन र उसको हो नि होइन त्यस्तै होइन के अरे सिद्धार्थ भन्नुलाई त्यो कबिर सिंहको नाम के अरे त्यसको नाम के अरे सिद्धार्थ कपुर हो कि के अरे होइन सिद्धार्थ त होइन अस्ति भर्खर 19 जुनमा हो 19 ए शाहिद कपुर अनि त्यसपछि रश्मिका मन्दाना आइरहेको छ त उसको सर्ट्स आइरहेको छ त ऊ दुइटा गे हुन् भनेर के अरे रश्मिका र दिशा
दिशा पत्नी हो कि के दिशा होइन को अब बिर्सिएको नाम को चाहिँ हो है मैले नाम बिर्सेँ कृतिसँग न कृति त होइन हुनलाई होइन तर भाइ के अरे Rumors त त्यो हाइप गराउनलाई के? उस पाउनलाई त गरिदिइहाल्छ नि हाइप गराउनलाई मुभीको हाइप गराउनलाई भने मात्र अनि कतिको पढ्दै छ त मोक टेस्ट केही दियो आयो दिनुभयो त न केही गरेन डाइरेक्ट गरेर दिनु मात्रै फर्म भर्यो फर्म त कहाँ अहिले होला 13 गते कहिले हो है फर्म भर्नु 3 गतेदेखि खुल्ला भनेको थियो त होइन अहिले त सर्यो त एक्जाम नै सर्यो थाहा छैन भने फेरि सर्यो भने फेरि 11 गते पुऱ्याइदिए 15 गतेबाट 28 गतेबाट फेरि 11 फर्म भर्ने 23 गते अरे फर्म भर्ने 23 हो कि 13 हो र 23 गते हो भन्छ अनि कतिको जाने छ त गरेर दिएर पास भइहालिन्छ मेरो त अप्सन छ ए अप्सन के छ त एसीसी बीबीए लाइक दुईटा पढ्ने के दुईटा सँगै पढ्ने बीबीए को डिग्रीलाई त्यतिकै पढाइ जस्तो गर्ने उ चाहिँ सिरियसली पढ्ने एसीसीए मा लाइक कलेज गएर पढिरहनु पर्दैन अब त्यसको इक्जामको लागि बीबीए ले नै हेल्प गर्छ नि त किनभने सीए भित्रको त बीबीए नि त हो नि दुईटा सर्टिफिकेट हुन्छ भयो बीबीए म बाहिरको एफिलिएटेड पढ्छु युके कुन युके नै एफिलिएटेड पढ्छु अनि त्यसपछि एसीसीए भनेको अमेरिकाको ए एसीसी अमेरिकाको लागि हैन बाहिरको सीए नेपाली सीए त म त ठिकै छ गाह्रो चाहिँ गाह्रै हुन्छ नि होला हैन सीए त पास नमास त मान्छे मेरो मामाको छोरा नि पढ्नु भएको थियो अहिलेसम्म 5 वर्ष हो फाइनल गराउँदा लास्टै गाह्रो हुन्छ एसीसी पनि त्यस्तै हो कि अलि इजी हुन्छ अलि लाइक उसको चाहिँ त्यो चाहिँ के कस्तो हुन्छ भन्दा कलेज गइराख्नु पर्दैन गइराख्नै पर्दैन त्यो आफै पढ्ने हो सीमा नि त्यही नै हैन र होइन सीए अलि जानु पर्दैन हैन ए हो र सीमा पनि एक्जाममा त त्यही हुन्छ भनेर सुन्नु त्यही के होला बुझ्दै हैन एसीसीए मा मान्छेहरूले 2 दिन पढेर एक्जाम दिन्छ अनि 80 कटाउँछ के 2 दिन पढेर 80 कटाउँछ लाइक म्याथमा जान्ने हुनुपर्छ सक्यो ए म्याथमा कति मार्क्स आयो त अरे मार्क्सको बारेमा नसोध्नु भने अरू के कति आयो मार्क्स म्याथमा ग्रेड भन्ने के भयो त भन्दा हाम्रै कमै आयो मेरो त म्याथ र केमिस्ट्री त बिग्रियो C+ केमिस्ट्रीमा म्याथमा फेरि बिग्रियो म्याथमा C+ त्यस्तो त रहेछ सेम यस्तो के म त पढेन 11 मा नि राम्रै भयो 11 लास्ट लाइक ठिकै राम्रै भयो अनि 12 मा त कलेजै गइन म मात्र लगभग 2 महिना गएँ अनि कलेज म 1 महिना गएँ ठ्याक्कै कनेर 30 दिन 2 महिना गएँ 33 2 महिना कल आयो के भयो अनि थर्ड टर्ममा त म त 3टामा फेल भइदिएँ सेकेन्ड टर्ममा 3टामा फेल भए अनि गाडी गरे हैन गाडी गर्नु भयो अनि त्यसपछि अलिअलि पढ्न थाले भयो म फर्स्ट टर्ममा नि पास भएँ सेकेन्ड टर्ममा नि पास भएँ थर्ड टर्ममा लाइक प्रिबोर्डमा के रे केमिस्ट्रीमा फेल भएँ लास्ट टर्ममा फर्स्ट सेकेन्ड टर्ममा पास अनि अलि नपढेर ध्यानै नदिएर किन के रे पढ्न मन नलाग्ने किन हुन्थ्यो हुन्छ नि पढ्न मन इन्ट्रेस्ट नलाग्ने मलाई त पढ्नै मन लाग्दैन इन्ट्रेस्ट नै लाग्दैन त्यो अलि युज भएको भएको के रे फिजिक्स अनि म्याथ अनि केमिस्ट्री भएपछि झन् मलाई केमिस्ट्रीको त अर्ग्यानिकले त मलाई त मेरै रियाक्सन देखाइदियो मैले पढेँ हैन कि अर्ग्यानिक के भएको थियो भने फिजिक्सको दिन हामी गयौँ हैन फिजिक्सको दिन गयौँ क्लासमा अनि के रे हलमा गयौँ के एक्जाम हलमा गएर राम्रै भयो फिजिक्सको एक्जाम B+ जति अब ए नै आउला भनेर चाहिँ मैले B+ आयो अनि त्यसपछि के हो भित्ता त उसो के ग्रिन स्क्रिन हो भने को दिदी हुनुहुन्छ कस्तो मिलाउँदा भयो यार खाली अहिले मेरो भित्ता त हल्ले छ भित्ता हल्ले हैन कि मोबाइल हल्ले क्यामेरा अनि के रे के भन्न आएको थियो मैले फिजिक्सको एक्जाम के भन्छ हुन्छ के रे भाइ हो के रे फिजिक्सको एक्जाम चाहिँ राम्रो हो अनि त्यसपछि अब पढिनँ म साइडमा राम्रै थिएँ कि अब पढ्ने लेख्ने मान्छे थिएँ अनि अगाडि पनि साथी नै थियो अनि अर्ग्यानिक नपढेर लगभग 1 दिन बिता थियो के मलाई फिजिक्समा चाहिँ म जान्छु जस्तो भएको थियो म त सक्यो अब भएको थियो मलाई फेरि सेम केमिस्ट्रीमा गार्ड फेरि कस्तो टेरिफाइङ पनि अनि हाँसो पनि लाउने कि पुरा हुन्छ नि इन्टिमिडेटिङ कुरा थियो हामी त ओरेन्जमा परेको स्ट्रिक्ट गरेको यो कोही दिन चाहिँ मरिने छ त्यो भन्थे मैले पत्ता लेखेँ यो उसको एप्लाइड कम्प्लिट गर्ने अझ केमिस्ट्री के भयो मैले सम्प्रदाय त्यो वाला लेखेको थिएँ अनि त्यति हेर्दा चाहिँ अब मरे हेर्दा वन्छ गाडी पैँची बस्छ वन्छ पढ्नु न चिन्ता थियो त्यो बर्डोलाई सम्झेर त म त कहिले बिर्सिन्न होला त्यो जुङ्गा थियो अनि आर भएको यतापट्टिको चाहिँ बोल्दैन यतापट्टिको ऊ चाहिँ बोल्दैन ऊ चाहिँ धेरै सोझो छ कि ब्रेकअप भयो अस्ति के अरे भेटेर आयो उसलाई अनि के अरे भेटेर आएछ नि एक्लै गयो फेरि नभनेर एक्लै अनि ऊ मेरो साथीहरूसँग आएर चाहिँ अनि 3जना अनि ऊ चाहिँ एक्लै गइदिइराख्यो कतिको
अब हामीलाई फेरि के थाहा छैन हाँस्नु न हामीलाई फेरि के थाहा छैन अनि केटी बोकेर आउँछ नि त डेटमा हामीलाई के थाहा अनि साथी बोकेर जान्छ नि त डेटमा भने कि 3 जनासँग डेट जान्छ भने कस्तो कुरा गर्यो को यो 3 जनासँग आयो भने 3 जना उसको साथी आयो यही रहेछ त उता होइन बिचराले त एउटा केटी मात्रै आउँछ सोच्यो होला नि अनि त्यसपछि ऊ चाहिँ गयो अनि हामीलाई के भन्दै भन्न अनि आएर खासमा त ब्रेकअप रे म सक्छ भने त केटीको अरू नै ढुक्क बस्छ हो त्यो त हुन्छ त्यो केटीको केटा बेस्ट फ्रेन्ड थियो खै त्यो थियो कि होइन हुन्छ त त्यो मान्छे सक्यो अनि उसले केटीले के भन्दा अरे म करियरमा फोकस गर्नुपर्छ अब पछि कुरा गर्दै गरौँला अरे एक्सक्युज सत्रै एक्सक्युज हो नि फेरि अब त्यो भने त होइन सबैभन्दा ठुलो सिधा नो भने सबैभन्दा सिधा नो भने एक्सक्युज ठुलै भनेको मलाई अब करियरमा फोकस गर्न स्टडी गर्न भन्ने अनि लास्टमा गएर फेल हुने त्यही त्यस्तो भएन अब फेल चाहिँ हुन्न होला ऊ चाहिँ के अरे क्लास दिने हो के अरे होइन कि त्यस्तो हुन्छ नि कि मान्छे उसको अर्कै हुन्छ भन्ने चाहिँ हो त्यो त अर्कै भएर हुन्छ अन्त चाहिँ लास्टमा गएर फेल भइसक्दा हुन्छ फोकस गर्छु भन्ने होइन भन्नु मलाई भन्दै थियौँ कि हामीले पन्साको उसलाई पन्साको एक्सलाई अरू केही छ त सेयर गर्नुपर्ने ए डिप्रेसिङ लाइफमा छैन कि केही नि छैन चिल हो अनि घुमघाम चलिरहेको छ त्यसो भए रमाइलो सक्यो 1 महिना घुमेर 1 महिना घुमेर कहाँ सक्यो त केही सुनाऊँ न हामी पनि ए लमजुङ बेसी सहर सुन्दर बजार अरू कहाँ त घरै हो अनि कहाँबाट के अरे घर पनि गयो खानु पोखरा ए पोखरा हो ठिक छ पोखरा त घुम्नुपर्छ सकिहाल्यो नि त्यहाँ चाहिँ अनि आयो काठमाडौँ अहिले 12 भ्याएको त्यो निद्रा लाग्छ म अहिले सुत्ने मान्छे होइन म 2-3 बजे सुत्छु ए 2-3 म पनि सेम 2-3 बजे सुत्छु अनि बिहान 6 बजे उठ्छु अनि 1 घन्टा बाहिर गएर आउँछु 1-2 घन्टा अनि त्यसपछि फेरि आएर सुत्दिन्छु अनि फेरि 11 बजे उठेर माम खान्छु 4 बजे उठेर 6 बजे उठेर माम खान्छु रे कस्तो अनि होइन 2-3 बजे सुत्छु 6 बजे उठ्छु अनि 6 बजे उठ्छु अनि 2 घन्टामा बाहिर गएर आउँछु अनि त्यसपछि आएर फेरि सुत्छु अनि उठेर 11 बजेतिर अनि माम खान्छु अनि फिल्म हेरेर बस्छु सिरिज फिल्म ठिकै हो ल मलाई निद्रा लागिरहेछ अनि अब इन्स्टाग्राम छ तिम्रो छैन